Hey everyone, I am Pratiksha Ghimre र आज म जाँदैछु गुठी डाँडा पाथिभरा सानो पाथिभरा र कन्या। सो त्यसको लागि म चाहिँ अहिले नुहाइसकेँ। अब मेकअप हल्का अनि आउटफिट लाएर आउनेछु र हामी जानेछौँ। धेरैजना जान आएछौँ, भरे देखाउँछु को जाने हो भनेर चाहिँ। अब म छिटो लुगा ल्याइहाल्छु किनकि टाइम छैन नि त, त्यही भएर म केही भिडियो बनाउन पाउँदिनँ। गेट रेडी विथ मी जस्तै। गाइज आइ एम अल रेडी, मैले लुगा लगाइसकेको छु। अब हामी जाने र एकैताल अब माथि गएपछि तपाईँहरू देखाउनेछु। आइसक्यौँ बुधबारे र गाडी चढ्न रेडी छौँ। एक दुईजना बाइकमा अनि अरू चाहिँ गाडीमा जाने कुरा छ। यहाँ सबैजना आइसकेको छौँ, देख्न सक्नुहुन्छ तपाईँ। झोलासोला बोकेर हामी एकदम लामो यात्रामा तयारी भइसकेको छौँ। यतिजना चाहिँ गाडीमा जाने अनि हामीहरू चाहिँ बाइकमा जाने, म मम्मीहरू। अनि यहाँ काममा अघि गाडीमा चढिसके माथि भेटौँला। यहाँ एकजना मेम्बर पनि थपिनु भयो, राजु मिस, उहाँ पनि जानुहुन्छ, उहाँ पनि बस्नुहुन्छ अब यहाँ। तपाईँहरू भ्यू देख्न सक्नुहुन्छ, यहाँ हेर्नुहोस् भ्यू। यहाँ माथि चाहिँ घाम लागिरहेको रहेछ, तर अघि त मुनि त कस्तो हुस्से थियो नि। एकताल त म कहाँ भन्दा पनि हुन्छ। देखिने अरे भ्लगमा, त्यही भएर देखाइदिनु। हेलो गाइजहरू। यहाँ चाहिँ एकछिन रोकेर हामीले यसो भ्यू हेरेको, एकदम कस्तो दामी। तर यहाँ हुस्से हो कि बादल हो यो? यसो जाडो छ नि यहाँ अहिले। तल त झ्याप्पै हुस्से देख्दा त लड्छ है दाइ। मैले र यहाँ चाहिँ मम्मी, दाजु, म, बाबा चाहिँ आइपुगेको छौँ। अब गाडीमा आउने मान्छेहरू पर्खिन्छौँ अनि त्यस पछाडि हामी मन्दिरतर्फ लाग्नेछौँ। इलाममा अस्तिको बाढी पहिरोहरू सुन्दाखेरि आफूलाई दुःख त लाग्छ, तर यहाँ मानिसहरू अब कस्तो अवस्थामा बस्नुहुन्छ। यहाँ अब यो पुरै भिडमा यसरी पिलर उठाएर बसेको देख्दा पनि डर पनि लाग्छ। हामी चाहिँ यहाँ बाबाको साथी रुङको वडाध्यक्षको घरमा एकछिन रोकेको छौँ अरू साथीहरूलाई पर्खिनको लागि। त्यस पछाडि हामीहरू लाग्छौँ। यहाँ राम्रो भ्यू देखिरहेको छ। त्यहाँसम्म जाँदिनँ, अहिले भरेतिर देखाउँछु। यहाँ हेर्नुहोस् कस्तो भिड छ। यहाँ अध्यक्षज्यूको घर छ र दोकान पनि छ। यहाँबाट पनि चढ्न मिल्छ, यहाँबाट सिडीबाट जुमे भएन यहाँबाट। तर हामीहरू त अर्को कच्ची बाटोबाट जान्छौँ, किनभने सिडीबाट भन्दा कच्ची बाटोबाट जान सजिलो हुन्छ। त्यही भएर मैले चाहिँ मेरो विन्ड प्रुफ खोलेँ, किनभने अब उकालो चढ्दाखेरि गर्मी हुन्छ नि त। त्यही भएर यसले चाहिँ स्वेट लगाएर आएको थियो। अब यसलाई चाहिँ गर्मी भएर नै खोल्न मिल्दैन। मम्मीहरू यहाँ टक 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 हिँड्दै जाँदै हुन्छ। हाम्रो ग्रुप अगाडि नै गइसक्यो अरे, माथि जाने ठाउँमा पर्खिरहनु भयो होला। अब त्यहाँ पर पुग्नु छ हिँड्दै, घाममा राम्रो आउँछ भनेर। ए भेट भयो हामीहरूको। खै अरू चाहिँ हामीले चाहिँ सिडी चढ्न सुरु गऱ्यौँ। अब माथि पुग्दासम्म चाहिँ मजाले गल्छौँ होला। र पनि अब भगवान्को दर्शन गर्न जाँदा गलेर हुँदैन, मिस हुन्छ। यो र म चाहिँ एउटै भ्लगमा समावेश हुनै पाएको दिनौँ। यति जोड्दै स्यासे हुन थाल्यो। के भन्न, यसको आँखा चाहिँ एकदम कमजोर रहेछ। म चाहिँ लाग्थ्यो मेरो आँखा मात्र कमजोर होला यो संसारमा, तर यसो त झन् कमजोर रहेछ। यहाँ आउँदै हुन्छ मम्मी, राजु मिस, कान्छीले, ठुलेले, बाबा। राजु आइपुगिसक्नुभयो, हामीहरू यहाँ छौँ। हामी चाहिँ खोइ भयो गइरहेछ भइरहेछ। सिडिसकेको छौँ। यो चाहिँ मेरो फर्स्ट टाइम हो। यो चाहिँ आँखी रहेछ अगाडि पनि होइन। हामी स्यासे भइसक्यौँ। यसले के इन्ट्रेस्टिङ कुरा गर्छु गर्थेछ भने म क्यामेरा अन गर्छु भनेको। अब यस्तो कुरा के भन्नु, मैले चाहिँ उसले यसरी तानेर हिँड्नु परेको छ क्या। मलाई पनि ठेल्यो अनि म पनि तान्छु भन्छु, हेर तानिरहेको छु मैले। यस्तो गल्यो नि, यस्तो गल्यो, मुटुको धड्कन नि भुक 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 गर्दैछ, त्यस्तो गल्यो।
यहाँ दुईजना बसिरहेछन् ऊ चाहिँ गलेको छैन अरे म चाहिँ गलेर अहिले मैले तानेर आउनु परेको अगाडिको क्लिपमा छैन कति न यहाँ मान्छेहरू जाँदै हुन्छ अझै निकै हिँड्नु छ अब अलिकति होला तलदेखि मान्छे यति गए हुनुहुन्छ म चाहिँ गलेर मारेँ जस्तो कि तपाईँहरू देख्न सक्नुहुन्छ यत्रो मेहनत पछाडि हामीहरू पुग्यौँ बाबा पनि आइपुग्नु भयो मम्मीहरू त आउनुहुन्छ हामी सट्टैसँग मन्दिर जाने हो भगवान्को पूजा गर्ने हो माताको पूजा गर्ने हो अनि तल जाने हो अनि खाना खाने हो यहाँ अब चप्पल खोलेर जान आँट्यो किनकि मन्दिरमा त चप्पल पनि गर्नुपर्छ नि त बाबा अलिकति चप्पल राख्छु यहाँ यस आन्टीको दोकानमा हामीले चप्पल राख्यौँ सबैजनाले खोलिसक्यौँ यहाँ हेर्नुहोस् कस्तो राम्रो राम्रो चिजहरू छ हरेक किन्नुपर्छ यहाँ शिवलिङ्ग पनि भेराइटीको छ यहाँ चाहिँ धेरै अलिक स्वर भयो हामी अहिले अलिक पर गएपछि अरू कुराहरू बोल्नेछौँ यहाँ चाहिँ हेर्दै सक्नुहुन्छ कति धेरै भिड छ हामीले अहिले चाहिँ टिका सिका लगाइसकेर ढुक्क बसिरहेको छौँ अरू कान्छीहरू लाउँदै हुन्छ हामीले चाहिँ लगाइसक्यौँ यहाँ दुईवटा जोडिरहेको छ हाम्रो यहाँ पर राजु मिस बसिरहनु भएको हुन्छ हामी अब यहाँ तलको यताउँदै कता कता पूजा गर्न बाँकी छ अनि सकिन्छ यहाँ हुनुहुन्छ माताजी दर्शन गर्ने दर्शालुहरूको एकदम घुइँचो लागिरहेको छ यताउँदै उता चाहिँ हामीले पूजा गरिसकेर अब हामी यहाँ तल पूजा गर्न आएको सबैजना आइसकेको छौँ हामी यहाँ चाहिँ अब दाजुले चटपटे खाना आँटो चाखेर त मै पनि यहाँ चाख्ने भन्ने ग्यास्ट्रिक गराउँछ होला डर लाग्छ बिरामी हुन्छ नि त फर्स्टमा पुगेर के गर्नु ल गाइस अब म पनि एक बाइट लिन गइरहेको छु ठिकै हो हेर्देको जतिजनाले यो भिडियो हेर्दै हुन्छ नि ऊ तपाईँहरू यही हो बन्दा सिँढी हिँड्दैछौँ सम्हालेर हिँडेन भने त लड्न पनि सकिन्छ किनभने अहिले बर्सातको मौसमले गर्दाखेरि अलिकति चिप्लो चिप्लो रहेछ फेरि यस्तो भिरालो देखिन्छ भने नि म चाहिँ यहाँ दिदीले समाउँदै हुन्छ अनि हामीहरू यसरी म दिदीलाई हात समाएर हिँडाउँदैछु किनभने सिँढी अब लामो छ नि त अनि खुट्टा गल्छ काम छ झन् अब बुढाबुढी भएपछि अलिक खुट्टाहरू दुख्ने समस्याहरू पनि हुन्छ अनि त्यही भएर म दिदीलाई सहयोग गर्दैछु आज चाहिँ मेरो फुपू हो जेठी फुपू अहिले चाहिँ अलिक सिँढी कस्तो माप्तीमा पुग्न आँट्यौँ हामी अलिक लामो अलिक 2-3 पाइला चाल्न पायौँ क्या अघि त खस्लाक झरो अनि खुट्टालाई अलिक लोड परिरहेको थियो किन बस्नु भएको बाबा बाबाले चाहिँ पर्खिँदै हुनुहुँदो रहेछ हामीहरूलाई अब अलिकति चाहिँ धेर छैन पुगिन्छ यहाँ देखिरहेको छु म तलको भ्यू यो चाहिँ हामी अब पुगिहाल्यौँ भन्दा हुन्छ यतिको त्यो चाहिँ तलको भ्यू हो फाइनल्ली हामी पाथिभरा माताको पूजा गरेर तल ल्यान्ड भइसकेको छौँ र अब हामी खानासाना खाने तयारीमा छौँ खाना चाहिँ कहाँ खान्छौँ भन्ने चाहिँ अलिकति अब थाहा छैन मलाई अब यो चाहिँ प्रवेशद्वार भनिन्छ भन्न चाहिँ तर हामीहरू चाहिँ उता कच्ची त रहेन रहेछ अहिले त सिमेन्टहरू गरेको रहेछ तर हामी उताबाट गएर ओर्लिँदा चाहिँ यताबाट ओर्लिन्छौँ किनभने जाँदै सिँढी चढ्दा त हामी चाहिँ अलिक धेरै गर्छौँ तर अरू मान्छेले खासै गर्दैनन् होला र उहाँहरूले चाहिँ त्यस्तै प्रिफर गर्नुहुन्छ त्यहाँ बाबा चाहिँ बाइक लिन जानुभएको हुन्छ अब हामी चाहिँ हिँड्दै जाने अलिक तलतिर खाना खाने ठाउँसम्म भ्यान्टा जाने चाहिँ लक्ष्मी मिस हुनुहुन्छ हाम्रो प्यारी मिस मिसलाई हामी यहाँ भेट्न आएको मिसको दोकान हो यहाँ चाहिँ यहाँ तपाईँहरू जहिले पनि भिजिट गर्न सक्नुहुन्छ यहाँ विभिन्न थोकहरू पाइन्छ रोङ तिते करेलाको यो सुकुटी अनि यहाँ कबरेहरू के रोङ चियाहरू रोङको सम्पूर्ण सामानहरू यहाँ पाइन्छ निराख्ने उहाँको दोकान यहाँनिर छ पुगिजानदेखि अलिक तलतिर हामी खाना खान चाहिँ लक्ष्मी मिसकोमा जाने भएको छौँ अब खानासाना खाने त्यस पछाडि अनि कन्याम घुम्न जाने भनेर अघि त छोडेको ब्याग बोकेँ मैले अहिले अघि त मेरो हुडीहरू छोडेको थिएँ यहाँ हेर्नुहोस् कस्तो मजाले फुलेको पाहाडमा वाउ डेलिया पिङ्क कलरको हामीहरू चाहिँ उता पर जाँदैछौँ त्यहाँ पर हो लक्ष्मी मिसको घर अनि ती जाँदैछौँ अनि त्यहाँ गएर बस्ने यहाँ चाहिँ रोङको स्कुल होला के हो नाम अब टाढा चाहिँ देखिँदैन ठुलो रहेछ हेर्नु शान्ति निकेतन माध्यमिक विद्यालय यहीँ पढाउनुहुन्छ कि लक्ष्मी मिसले अर्कै स्कुल पढाउनु हुँदो रहेछ ऊ त्यो लक्ष्मी मिसको घर
कतिखेर आइपुगेस् दाले ठुलो यो होइन यही हो अब चप्पल फुकाल्दै जाने हामीहरू चाहिँ रेडी भएर ड्रेस चेन्ज जाने मैले चाहिँ अनि त्यस पछाडि मम्मीहरू पनि खानासाना खाएर कन्यामा आएको छौँ फोटोसोटो खिच्नलाई यहाँ भ्यू सिउ हेर्नलाई यहाँ अरू मान्छेहरू चाहिँ खोइ कता जानुभयो पनि अब त्यही खोज्छु मेरो पुनर्जन्ममा म यही घोडामा चढेर यो राज्यमा शासन गर्थेँ अहिले अलिक सक्दिनँ क्या उसले पनि ड्रेस चेन्ज जाने हामीहरू चाहिँ कन्याम सन्याम घुमिसकेपछि अब अहिले घरतर्फ यात्रामा लागेको छौँ दादेर म अरू पछाडि आउँदै हुनुहुन्छ र मम्मी बाबा चाहिँ अगाडि लागिसक्नुभयो अब कहाँ रोकियो भने म भ्लगमा तपाईँहरूलाई जानकारी गराउने नै छु हामी चाहिँ अहिले यहाँ हाम्रो रोङ गाउँपालिका वडा नम्बर 2 को भूतपूर्व उपाध्यक्षको घरमा एकछिन दिएको छौँ टिकटकमा भिडियो पोस्ट गर्नुपर्छ हाम्रो माग यति हो यहाँ चाहिँ यो पावर ब्याङ्क हामी ब्याट्री लो हुँदैछ नि अनि पावर ब्याङ्कमा यसो चार्ज हालेको अब हामीले एकछिन निस्किन्छौँ उपाध्यक्षज्यूसँग भेट्छौँ ओर्छौँ अनि त्यस पछाडि हामी घरतिर लाग्छौँ यस पछाडि चाहिँ म भ्लगलाई कन्टिन्युटी दिन्छु कि दिँदिनँ भन्ने चाहिँ थाहा छैन होइन र यही पनि अब बनाउने प्रयासमा चाहिँ म छु अल्छी लाग्छ दिक्क लाग्छ वाक्कलाई चाहिँ तुनासुना बोकिरहनु परेको छ हामीहरू चाहिँ अहिले नेपालको तेस्रो लामो झोलुङ्गे पुलमा रोकिएको छौँ फोटोसोटो खिच्नको लागि अब यहाँ हामीहरू फोटोसोटो खिचिसक्ने अहिले हामी चाहिँ दादेरमा चाहिँ बिर्दामठ आएर बिर्दामठ अरे बुधबार आएर चाउमिन खाँदैछौँ भोक लाग्यो नि त मान्छे केही खाइएन त्यही भएर यहाँ आएर आएको अरू चाहिँ गइसक्नु सबैजना गइसक्नु भयो अब हामी पनि यो खाइसकेर जाने यम्मी नै रहेछ घर आइपुग्यौँ र अब हामी सुत्ने यस्तो हाम्रो थकित भइसक्यौँ हामी अब सुत्ने घर पनि पुग्यौँ यहाँ मम्मीले त कपडा पनि बदलिसक्नु भयो यहाँ अब हामीहरू के गर्ने भान्जा आज मामाले बस्नु होला सायद थकित छन् नि त घर जान सक्दैन होला बाइ द वे मैले चाहिँ यो किने चुरा र एउटा अङ्गुठी